अहिले धेरैको मनमा आउने कुरा आजकलको अरूको नाटक धेरै यो गर्न हुने, यो गर्न नहुने, त्यो गर्न नहुने रे। खै हामीले त यसरी नै बच्चा हुर्कायौँ, हामी पनि यसरी नै हुर्क्यौँ भन्नेहरूको लागि हाम्रो चलन चल्तीमा रहेको चलन परम्पराहरू सबै गलत पनि हुँदैनन् र सबै सही पनि हुँदैनन्। यसलाई समयअनुसार ज्ञान, विवेक, बुद्धि लगाएर आफूले सही गरिरहेको छु कि गलत भन्ने कुरा मनन गर्न सबैले आवश्यक छ। समयअनुसार सबै कुरा परिवर्तन भइरहेको छ भनेर बुझ्न आवश्यक छ। मानिसको खानपान, रहन सहन जस्तै हामीहरूको पालामा घर बाहिर कति कुद्थ्यौँ, कति उफ्रिन्थ्यौँ, खेल्थ्यौँ। गाउँघरमा हुर्किनेहरूले कति उकालो ओह्रालो गर्नुहुन्थ्यो। अहिले हेर्नुहोस् त हरेक बच्चाहरू एउटा कोठामा सीमित छन्। काम गर्नेहरू एउटा कुर्सीमा बसेर गरिरहेछन्। यसरी समयअनुसार अरू कुरामा चाहिँ परिवर्तन हुने अनि बच्चा हुर्काउने कुरामा चाहिँ पहिलाकै चलन गर्न खोजेर हुन्छ र त्यसैले समयअनुसार हामी पनि परिवर्तन हुनुपर्छ र हाम्रो सोच, व्यवहार, क्रियाकलापहरू सबैलाई परिवर्तन गर्न जरुरत हुन्छ, नत्र त्यसले समस्या निम्त्याउन सक्छ।